नेपालको पहिलो हेभीवेट च्याम्पियन अजिङ्गर र नेपाल विगत 20 वर्षदेखि रेस्लिङ खेलमा हुनुहुन्छ र उहाँ देश विदेशमा पनि थुप्रै गोल्ड मेडलहरू जितिसक्नु भएको छ। नेपालको शान, नेपालको अभिमान, नेपालको गौरव मिस्टर अजिङ्गर। Some smoky Chinese smoky. अलिकति दर्शकहरू साइडमा बस्दिनुको लागि म फेरि पनि अनुरोध गर्न चाहे। यहाँ खेलाडीहरूको इन्ट्री भइरहेको छ, अलिकति बाटो खुल्ला। हाम्रो लेजेन्ड हिमालयन टाइगर आउँदै हुनुहुन्छ, अलिकति बाटो खुल्ला है। उहाँ हुनुहुन्छ अजिङ्गर, नेपालको पहिलो हेभीवेट च्याम्पियन र उहाँहरू दुईजनासँग भिड्नको लागि आउँदै हुनुहुन्छ हिमालयन टाइगर। आइसक्नु भएको छ। उहाँ नेपालको रेस्लिङको भीष्म पितामह हुनुहुन्छ र देश उहाँ नेपाली रेस्लिङ खेलका संस्थापक पनि हुनुहुन्छ र द हिमालयन टाइगर र आफ्नो फ्यानहरूसँग उहाँ फोटो सेसनमा हुनुहुन्छ र उहाँ हाम्रो चिर परिचित प्रतिद्वन्दी नेपालको पहिलो हेभीवेट विजेता अजिङ्गर र मिस्टर यतिसँग भिड्दै हुनुहुन्छ। हेरौँ उहाँको गेम कस्तो हुन्छ। कट्टे मार्ला त बाजी। पक्कै पनि लेजेन्ड हिमालयन टाइगर आइसक्नु भएको छ। हिमालयन टाइगर प्रो रेस्लिङ